हेलो सम्पूर्ण साथीहरु नमस्कार। म विजय तामाङ। मेरो युट्युब च्यानलमा तपाईहरुलाई स्वागत छ र नयाँ युट्युब च्यानल भएको कारणले सब्स्क्राइब गरिदिनु होला, लाइक पनि गरिदिनु होला। भिडियो बनाउने कोसिस गर्दै छु। आजको विषय चाहिँ म यहाँ आएको ठ्याक्क 1 महिना भयो। ग्रीसमा आएर 1 महिनामा अस्ति यो गएको महिनामा चाहिँ मेरो जम्मा 22 दिन हाजिर भएको रहेछ। 22 दिनमा त्यही हो नेपालको 80-90 हजार जति बज्ने रहेछ। सुरुमा चाहिँ म आएको रोमानियामा आएको। रोमानियामा चाहिँ खासै त्यस्तो अब काम धेरै, अलि कमाइ थोरै थियो। त्यो पनि मेरो कार्ड ननिक्लेको कारणले गर्दा चाहिँ म यहाँ डङ्की लगाएर यता आउनु पर्यो। अब डङ्की लगाएर आउँदा पनि धेरै दुःख पाइने रहेछ। तर म चाहिँ गाडीको थ्रु 24 घण्टाभित्रमा यहीँ आइपुगेँ अनि भोलिपल्टदेखि काम सुरु गरेको। अब यहाँ आजभोलिको काम भनेको म यहाँ बस्ने ठाउँलाई चाहिँ थिवा भन्छ। यहाँ चाहिँ अब अहिले प्याजको सिजन चलिरहेको रहेछ। तर उता लापा भन्ने साइडमा चाहिँ मेरो साथीहरू टन्नै छ। त्यहाँ पनि त्यहाँको साथीहरू चाहिँ अहिले स्ट्रबेरीको काम गरिरहनु भएको छ र सँगै आएको 6 जनामा 1 जना मात्र म यहाँ बसेको हो। अरू 5 जना साथी चाहिँ उता लापा साइडमै हुनुहुन्छ। उहाँहरू चाहिँ अब स्ट्रबेरी टिप्ने काम गर्नुहुन्छ। यहाँको कमाइ भनेको चाहिँ घन्टाको 5 रुपियाँ हो, 5 युरो। यस्तै छ 5 युरोले अब जति गर्न सक्यो आफूलाई हो। खाना बस्न सबै आफ्नै हो। दिने 5 युरो रहेछ यहाँ। अनि उता स्ट्रबेरीमा चाहिँ अलि राम्रो छ भन्छन्, तर यहाँ पनि ठिकै छ न त। तर इलिगल छ। हामी चाहिँ अलि यता काम खासै भएको छैन। पानी पर्दा काम नहुने रहेछ यहाँ ग्रीसमा चाहिँ। अनि कतिपय हाम्रो नेपालमा हुने साथीहरूलाई चाहिँ थाहा पनि छैन रहेछ। अब ग्रीस भन्ने देश चाहिँ एउटा युरोपको सेन्जेनभित्रै एउटा पर्ने देश रहेछ। तर रोमानिया, बुल्गेरिया, सर्बिया त अब सेन्जेन पनि भएको छैन। तर यो रोमानिया, बुल्गेरिया भन्दा चाहिँ अलि राम्रो सेलरी पाउने ठाउँ रहेछ। तर हामी चाहिँ इलिगल पाराले आइयो। रोमानियामा इलिगल भएको कारणले यहाँ ग्रीसमा चाहिँ आजभोलि चाहिँ त्यही हो, प्याजको, स्ट्रबेरी, अहिले चाहिँ पालक, सौँफ काट्ने त्यस्तै कामहरू चलिरहेछ। यस्तै हो विदेशको जिन्दगी। अब नेपालमा जस्तो सजिलो त छैन। तर नेपालमा जति काम गरे पनि पैसा बचाउन गाह्रो। तर यहाँ चाहिँ पैसा हल्का बचाउँछ भनौँ न। तर खानालाई खासै महँगो जस्तो लाग्दैन मलाई चाहिँ। यहाँ एकदम ठिकै लाग्यो ग्रीस चाहिँ। अब इलिगल भयो, दुःखको कुरा चाहिँ त्यो छ। त्यो भएको कारणले अब केही समयको लागि यहीँ बसिन्छ होला म पनि। अनि त्यसपछि चाहिँ वाइट कार्ड बनाउने प्रोसेसमा जाउँ कि भन्ने सोचिरहेको छु। अरू साथीहरू पनि सल्लाह त्यही अनुरूप छ। तर यहाँ चाहिँ अहिले नेपाली छ। हामी 11 जना बस्छौँ यो फ्ल्याटमा। अब मान्छे थपिन्छ होला। अब प्याजको सिजन सुरु हुँदैछ। अलि प्याजको सिजनमा मान्छे धेरै हुन्छ। मान्छे थप्छ होला जस्तो लागिरहेछ। अनि तपाईहरुले मेरो च्यानलमा सब्स्क्राइब नगर्नु भयो भए सब्स्क्राइब गरिदिनु होला, सपोर्ट गरिदिनु होला। म नि 1K सब्स्क्राइबर पुर्याउने विचारमा छु। सो सपोर्ट गरिदिनु होला। यस्तै हो, ग्रीसमा छु अहिले। कृषि सेक्टरमा काम गरिरहेको छु। तर नेपालको जस्तो अलि इजी चाहिँ छैन। जस्तै नेपालमा 2 दिनमा गर्ने काम यहाँ चाहिँ 1 दिनमै गर्नुपर्ने। अलि काम चाहिँ कडा छ भनौँ न। नेपालमा जस्तो अलि सजिलो चाहिँ छैन। त्यस्तै हो। अब यहाँ विदेश आइसकेपछि पैसा पनि अलि राम्रै पाउँछ नेपालमा भन्दा। काम पनि अलि दरै गर्नुपर्छ। तर रोमानियामा भन्दा खानाको लागि चाहिँ अलि राम्रै लाग्यो यता। धन्यवाद। आजलाई यति है भिडियो। नेक्स्ट भिडियो लिएर आउनेछु। धन्यवाद।